ल है साथी आउनुहोस् हाम्रो घर हाम्रो आफ्नै बगानको लिची हो यो आफ्नै बगानबाट भर्खर टिपेर लिएर आएको यति पाके रहेछ अझै अरू त अझै हरियै छ अझै धेरै नै टिप्न बाँकी छ यो त थोरै हो यो त अझै धेरै टिप्न बाँकी नै छ आफ्नै बगानको एकदम के अरे उसवाला अर्ग्यानिक खान चाहनुहुन्छ भने औषधि नहालिकन हामीलाई सम्पर्क गर्नुहोला एकदम मिठो छ गुलियो छ कुनै पाततिर अलि मजाले पाकेको छ कुनै पाततिर अलि राम्रोसँग पाक्दैछ हेर्नु धेरै छ बोटहरू अनि त्यही भएर कुनैमा अलि पाक्दैछ कुनैमा पाकिसक्यो एकदम टेस्टी छ फेरि यो खानामा फेरि मिठो छ हामीलाई सम्झनु होला हामीले एकदम अर्ग्यानिक औषधि नहालिकन घरमै एकदम राम्रोसँग उयोहरू हालेर घरकै मोलहरू बनाएर हालेर फलाएको फल हो यो ल है साथीहरू लिची खानु पऱ्यो भने सम्पर्क गर्नुहोला हामी अल ओभर नेपाल डेलिभरी हुन्छ यो लिची सम्पर्क गर्नु होला यो पनि अब उतातिर जाँदैछ यिनीहरू पनि 2-3 ठाउँबाट अर्डर आइसक्यो तपाईहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ हामीले यो डाँठहरू नहालिकन डेलिभरी गरिदिन्छौँ एकदम व्यवस्थाको साथ तपाईँहरूको सामु अगाडि पुग्दाखेरि एकदम बिग्रेको हुँदैन यो एकदम व्यवस्था हुन्छ है साथीहरू जुन ठाउँबाट अर्डर गरे पनि हामीले एकदम सुरक्षित साथ राम्रो पठाइदिन्छौँ केही कुच्चिनी बिग्रिने कुहिनी हुँदैन एकदम राम्रो हुन्छ राम्रो राम्रो छानेर मात्रै पठाउँछौँ हामीले त्यसमा शङ्कै गर्नु पर्दैन डेलिभरी चार्ज चाहिँ डेलिभरी चार्ज पनि फ्रीमा हो फ्री डेलिभरी चार्ज हो